बहुत एकदम लाखौं लाख धन्यवाद छ। 23, 24, 25, 26 यो काम अरू कोही पनि नआउने छ, म मात्रै हुन्छ खेल्ने। यो व्यर्थी गयो मेसिन भनेको ठ्याक्कै एकजना अङ्कल चाहिँ आउनुभयो। उहाँ चाहिँ एकदम खतरा पुरै तपाईँको चाहिँ एक्सर्साइज गर्दा गर्दा बानी परेर ल हेर्नुहोस् त स्पिड, ल हेर्नुहोस् स्पिड। ओर बाफ रे बाफ। कति गर्नु सक्छ कचोटि अङ्कल? अलिअलि यसो प्र्याक्टिस गरौँ भन्दा पहिले थिएन, अहिले यस्तो मसिनो ल्याउनु आएछ। अहिले यस्तो राम्रो छ बाबु, मलाई एकदम खुसी लागेको छ। यो मसिन थिएन, कता कता ल्याउनु मेरो साथले हो कि कोही सदस्य अध्यक्षले वार्ड अध्यक्ष सदस्यले ल्याउनु भएछ। साह्रै राम्रो, साह्रै खुसी लागेको छ मलाई त। हो र? अति सधैँ गर्नुहुन्छ? हर समय हो। मलाई त एकदम राम्रो लागेको छ, खुसी लागेको छ। के भन्न चाहन्छु उहाँहरूलाई? उहाँहरूलाई मैले त धन्यवाद भन्न चाहन्छु। बहुत 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 एकदम लाखौं लाख धन्यवाद छ। यस्तो राम्रो गरिदिनु भएकोमा हाम्रो यो गाउँ विजयनगर गाउँपालिकाका वार्ड अध्यक्ष सदस्य मेरो साहबहरूले यो जोगाड गरिदिएकोमा ज्यान दुखेर म त बुढो मान्छे, अहिले 70 वर्ष पुगिसकेँ। म त एकदम खुसी छु बाबु, एकदम राम्रो भयो, राम्रो छ। उहाँहरूलाई धन्यवाद छ। जय जय होस्। जय हो, जय हो, जय। अब म साइकल चलाउन चाहन्छु, साइकल चलाउँछु। कुन साइकल चाहिँ यो? मेरो त हिरो साइकल थियो पहिले, अहिले म अब हिँड्दैछु, दुख्दैछु, जिउ दुखेर कता कुचुक हुन्थ्यो। यस्तो व्यायाम गर्नु पाउँदाखेरि, यस्तो मसिन ल्याउँदाखेरि त म त एकदम गजब है। उहाँहरूलाई धन्यवाद छ, धन्यवाद। उहाँ धन्यवाद भनेर कहिले पनि थाक्नु नहुने भयो। हजुर, कहिले पनि थाक्नु, मलाई एकदम राम्रो छ, एकदम गजब। जिम गर्न सक्नुहुन्छ? अलिअलि यसो सिक्दैछु बाबु, अलिअलि। कहिले थिएन, अहिले आएको छ यस्तो खुसीको खबर। 3, 4, 5, 6, 7, 8, 9, 10। मलाई त बानी परिसकेको छ बाबु, एकदम राम्रो छ। 50 चोटि गरिदिउँ है, सक्नुहुन्छ? अब हेरौँ बाबु कतिसम्म सक्छु। 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29। भयो, धेर नगर्नु, जिउ दुख्छ फेरि। यति काफी छ है। ल हजुर, धन्यवाद।